अब यस्तो मैले के बुझ्छु अथवा घटनाक्रमले के देखाउँछन् भन्छ भने गएको फागुन 25 गते पूर्व राजाको स्वागतमा जुन मास आयो नि, मास छ भन्ने बुझिसकेपछि खेल त्यहाँबाट सुरु भइसकेको थियो। त्यही मासलाई ढाल बनाएर खेल्नको निम्ति विभिन्न शक्ति केन्द्रहरू सक्रिय थिए, पुरै तयारी थियो। जस्तो यो हिजोको घटनामा जो विविधता देखिन्छ नि, त्यो विविधताले पनि एउटै होइन, त्यहाँ धेरै शक्ति केन्द्रहरू थिए भन्ने कुरा त्यसले बुझाउँछ। अब बाहिर प्रचार गरिए जस्तो जो त्यहाँ उपस्थित मासलाई आरोप लगाइरहेका छन् त्यो सब पैसा झुट हो। उपस्थित भएको मास एकदमै सफा छ, ऊ चाहिँ दलहरूको विरुद्धमै आएको हो, राजाको समर्थनमै आएको हो। तर त्यहाँभित्र यस्तो घुसपेट भयो कि जस्तो दुई चारवटा म उदाहरण दिइराउँ। जुन घरमा आगलागी भयो तीन कुनेको, जहाँ एकजना पत्रकार पनि जले, त्यो घरमा आगलागी माथिबाट भएको छ। माथिबाट नै माथिबाट भएको छ आगलागी, तलबाट होइन। र त्यहाँ माथि चाहिँ पुलिसहरू छन्। एउटा कुरा हामीले बुझ्नु पर्यो, पुलिसहरू छन्, प्रदर्शनकारी माथि गएको छैन। त्यो त धेरै पछिको घटना हो। र दोस्रो चिज, त्यत्रो आगलागी पेट्रोल डिजलको तयारी नगरिकन त्यो आगो लाग्दैन। अब पेट्रोल डिजल कुनै प्रदर्शनकारीको हातमा थियो भनेर सत्तापक्षले अहिलेसम्म भन्न सकेको छैन। तेस्रो घटना त्यहाँ जस्तो एभिन्यूज टेलिभिजनको मालिकको अन्तर्बाट के अरे चाहिँ पत्रकार सम्मेलन हामीले सुनिसकेका छौँ। उनले सिडिओलाई 25 पटक फोन गरे, रेस्पोन्सै गरेन, मेसेज पठाउँदा पनि रेस्पोन्स भएन। अब सशस्त्र जनपद प्रहरीको आइजिपीलाई फोन गर्दाखेरि उनीहरूले वास्तै गरेनन्। त्यो मात्र होइन, त्यहाँ आगो लागिसकेपछि त्यो वरिपरि दमकल थिए, त्यो दमकललाई निभाउन लगाउनु पर्यो भन्दाखेरि पनि त्यहाँ उभिएको पुलिसले पनि मतलब गरेन। यसले के देखाउँछ, त्यो पत्रकार मार्ने योजना पहिले बनिसकेको थियो। राज्य पक्षबाटै भन्छु मैले भनिदिएको, पत्रकार मार्ने योजना पहिले बनिसकेको थियो। त्यस कारणले कसैले रेस्पोन्सै गरेन। किन एउटा केही कुरा देखेर त भट्काउनु पर्यो। जस्तो कोटेश्वरमा पनि गोली हानेर पुलिसले मार्यो। र त्यो कार्यक्रम स्थल के देखिन्छ पनि केही पनि भएको थिएन, शान्त थियो। र अब भाषण भिषणको तयारी भर्खर सुरु भएको थियो, गीत बज्दै थियो, राष्ट्रिय गान बज्दै थियो। भाषण भिषणको तयारी जब भर्खरै सुरु भयो अनि त्यो बिल्डिङबाट चाहिँ पुलिसले अश्रु ग्यास र रबरका गोली हान्यो बिना कारण, होइन। जस्तो बाहिर चाहिँ यो क्रिमिनलहरूले जो प्रचार गरिरहेको छ नि, बानेश्वरतिर अगाडि बढ्यो भिड भनेको छ नि, त्यो त धेरै पछिको घटना हो। त्योभन्दा अगाडि नै त्यो घटना भइसकेको थियो। माने भाषणको तयारी भइरह बेला, मञ्चमा मान्छेहरू चाहिँ गइरह बेला पुलिसले अनावश्यक रूपमा गोली चलायो, माथिबाट अश्रु ग्यास हान्यो, होइन। मुठभेड त्यसपछि भयो। मासले गरे के हो भन्छ भने पुलिसले त्यसरी अश्रु ग्यासहरू हान्न सुरु गरिसकेपछि ढुङ्गा बुढा गरेको हो पछाडि, एउटा चिज। त्यस कारणले हिजो राज्य पक्ष कस्तो थियो भन्छ भने जानी बुझिकन यसलाई गलत बाटोतिर चाहिँ तपाईँको भट्काइदिने हिसाबले राज्यको तयारी देखिन्छ। जस्तो मैले एउटा युट्युब पनि हेरेँ।